हेलो नमस्ते सबैलाई सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ कति दिनको बाद भ्लग बनाउँदै थिएँ, अलिक बिजी थिएँ। अनि आज चाहिँ मेरो र अमनको छुट्टी थियो अनि हामी चाहिँ रेडी भएर अटोमा चढेर अलिकति सामान किन्नु पर्यो भनेर जाँदै थियौँ। किनकि अब घर आउने दिन पनि छेउछेउमा आउँदैछ है, एक दुईवटा सामान किन्नु पर्यो भनेर चाहिँ म र भाइ चाहिँ इजी बाई जाँदै थियौँ। अनि यो जो चेटा हुनुहुन्छ वो चाहिँ यहाँको लोकलै हो नि त। अनि हामीलाई चाहिँ ड्युटीमा जानु ड्युटीमा आउनु, अगर राति भयो भने पनि हामी फोन गरेर चेटालाई बोलाउँछौँ, ऊ पुरा राम्रो हुनुहुन्छ कि। अनि चेटालाई पनि मैले हाई भन्नुहोस् भन्दै थिएँ। अनि देखाऊ मलाई देखाऊ मेरो कस्तो देख्दैछु भन्दै हेर्नुहुँदै थियो। अनि हामी पुग्यौँ इजी बाई है। इजी बाईमा चाहिँ अहिले अफर रहेछ। दुईवटा टी सर्ट लियो भने चाहिँ इचको चाहिँ 169 रहेछ। तर त्यस्तो खासै राम्रो कलेक्सन थिएन, कुर्तीहरू पनि अफरमा थियो तर त्यस्तो राम्रो क्वालिटीको चाहिँ थिएन। अनि माथि नानीहरूको पनि त्यस्तो क्वालिटी चाहिँ राम्रो थिएन तर एक्सपेन्सिभ थियो कि। अन्त त्यहाँबाट केही पनि लिन खासै लिन। अनि हामी घुमेर अमनलाई भोक लाग्यो अरे। अनि उसले चाहिँ त्यो चामलको बनिएको हुँदो रहेछ यो पुरी जस्तै, के भन्छ मलाई त्यो चाहिँ थाहा भएन, उसले त्यो खायो। अनि हामी त्यहाँदेखिको निक्ल्यौँ। त्यहाँदेखिको एक दुईवटा सामान अझै किन्नु थियो, हामी दोकानहरू गयौँ। मैले भ्लग बनाउनु चाहिँ बिर्सेँ। फेरि भाइलाई चाहिँ रासन लिनु छ भनेर हामी रासन दोकान गएको, त्यति बेला लाइट थिएन कि। अनि यहीँदेखिको हामी रासन लिन्छौँ। अनि चेटा बहुत राम्रो हुनुहुन्छ, चेटाले पनि हाई भन्दै भन्नुहुँदै थियो भिडियो बनाएको देखेर। अनि हामी मासु लिनु गयौँ। मासु त्यो लाइट नभएर अँधेरो भइरहेको थियो। यहाँ चाहिँ 5 बजीदेखिको लिएर बेलुका 7 बजीसम्म मात्रै हुन्छ, अरू चाहिँ बन्द भइहाल्छ कि, छिट्टो खतम भइहाल्छ। अनि यहीँदेखिको लिन्छौँ हामी चाहिँ मासुहरू पनि। अनि हामी त्यहाँदेखिको गयौँ, घुम्दै थियौँ। एक दुईवटा सामान अझै लिनु छ भाइले भनेर हामी गयौँ। त्यसको बाद चाहिँ हामीले आइसक्रिम खायौँ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ।